ओ साथीहरू मलाई चाहिँ कति हतार हौ हेर्नु न। मेरो बुढो चाहिँ हिजो ससुराल जानुभएको थियो, मेरो माइत होइन, ससुराल जानुभएको थियो। अनि बाटोमा आउँदा आउँदै उहाँको चाहिँ गाडी पङ्चर भएर होइन बिस्तारा बिस्तारा पिच रोडमा चाहिँ ल्याइसक्नु भएछ। अनि यता आफ्नो घर आउने बाटो चाहिँ अब कच्ची छ नि त यस्तो। अनि यहाँ चाहिँ अब नतान्ने अवस्था भएर पङ्चर भएपछि होइन। अनि उहाँले चाहिँ आफै बनाउनुहुन्छ, उहाँको सामान छ। अनि यो लिएर म चाहिँ हतार 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 गर्दै जाँदैछु। मेरो बुढोले चाहिँ अघिदेखि फोन गर्नुभएको होइन। बल्ल बल्ल आफू चाहिँ घाँस काटेर आइराखेँ। अनि पछि बल्ल बल्ल यहाँ आइपुगेँ। मेरो बुढो चियाएर आमामा निन्द्रा पुगेन के हो, सालीहरू धेरै थियो, सालीहरूले सुत्न दिएन भने पनि साली भनेको नि म यो। मेरो बुढो चाहिँ ससुरालीबाट गाडी पङ्चर भएर दुखा दियो होइन। दानाको बिउ पनि ल्याउनु भएछ ल। पछाडिको मेरो बुढोले चाहिँ आफै बनाउनुहुन्छ है यसरी। गाडी पङ्चर भएको चाहिँ सामानहरू पुरै आफै लिएर आउनुभएको रहेछ पहिला नै विदेशबाटै। कम गर्मी छैन, म हतार हतार एक बान्द रक्सी पारेर होइन अनि घाँस काट्नु गएर आएको। मैले चाहिँ बुढोलाई सुनाएको है। आमा यहाँ हेर्नु न मेरो बुढोको गाडी। यस्तै गर्मी छ हौ। कहाँनिर आऊ चाहिँ फालो वाट गरौँ बनाए। डर छैन यो। फुल ल्याउने यसले त्यो चाहिँ यो टालेको हो। कहाँ भित्रको मेरो बुढोले चाहिँ आफै मेकानिक काम गर्नुहुन्छ आफ्नो लागि चाहिँ, आफ्नो गाडीको चाहिँ।